बजार हेर्नु नि हाम्रो बजार 25 एकै त्यत्रो माछा आउँछ यहाँ नि अब केटाले सबै फ्याक्नु लाग्यो खोलैमा माछा बोक्ने भाडा भएन बडा राख्न यार त्यो बडा बडा राख त्यो चाहिँ राख न यो राख त्यो राख त्यो सबै फ्याक्दियो खोलामा ए राख छोटो छोटो फ्याक्दै त लरा नै फलके यार राख्न बडा वाला ओइ के ये छोटा है ये बडो नहीं हो साला राख्दैन यहाँ झोलामा कति छ माछा यहाँ ए धेरै भइछ राख्दैन वो भी राख्दैन यार राख्न आ कोर बस यार माछा फ्याक्दैछन् साथीले खोलामा बढी भएर यतातिर हेर पानीमै फ्याक्दैछन् केटाहरूले माछा हेर्नु यहाँ मैले ढाँट्या होइन यहाँ नि साथीहरूले माछा टन्नै टन्नै फ्याक्दैछन् खोलातिर हेर्नु सानो खाएर के तर नेपालमा भए धेरै काम लाग्थ्यो यसको माछाको बिउ भए नेपालमा माछा खेती गर्ने धेरै रहर थियो यो कोलब्बिया माछा हो क्या कोलब्बिया माछा हो तर नेपालमा चाहिँ के भन्छ के यसको नाम थाहा छैन है यहाँ चाहिँ र टन्नै छ ए यो माछालाई नेपालमा के भन्छ साथीहरू यहाँ चाहिँ कोलब्बिया भन्छ मलेसियामा इगान कोलब्बिया हो यो चाहिँ अब नेपालमा चाहिँ के भन्छ थाहा छैन यो माछाले एकचोटि चार्ज गर्यो भने यो माछा कहिले पनि मासिँदैन यो माछा हर बार यसले पानीमै फुल पार्ने पानीमै गर्ने बच्चा जन्माउने गर्छ यसले तर म पनि यो माछालाई पानीमै फ्याक्दैछु साथी हो हेर्नु है साथी हो कति आयो साथी हो यहाँ पनि गोडामा आएको हो हेर यहाँनिर पनि देखाऊ 2-3 वटा त आइसक्यो माछा भन्छ के गर्ने सेट्टै पानीमै सेट्टै झार्दिनु तलै भाइ यहाँ माछा यहाँ यो सबै माछा हो यहाँ हेर्नु यो वो भी काम आएगा बाद में यार ये नेपाल में तो बहुत अच्छा है लेकिन इधर म त हिन्दी बात पो गर्दा रहेछु नेपाली भएर पनि यार यहाँ पानीमै फाल्दैछन् साथीहरूले माछा हो हेर्नु तपाईँले देख्नुहुन्छ पानीमै फ्याक्दै सबै के गर्ने पाखामा छोड्यो भने मरिहाल्छ बरु पछि ठुल्ठुलो हुन्छ जसले पनि मारेर खान सक्छ बाल्टिन लिएर आउनु पर्थ्यो नि ल सब बिजाले गर्दा होस् शिक्षा देगा देऊ लगाऊ ठीक है ठीक है माछी लेके जाएगा बंडू यहाँ माछा धेरै आयो यहाँ पनि यार साथी हो Oh my god. क्या होता है यो क्यों कंसर ला यहाँ माछा हेर्नु यहाँ हेर माछा आमा यत्रो माछा हेर यार 10 केजी भन्दा बढी छ यार टन्नै छ माछा यार यो आछ के हो खोइ लास्टमा सोच्नु भिडियो कोन आछ छैन कति छ यहाँ 10 केजी भन्दा बढी छ यहाँ ठुलो छ लगाइन दाइ लानु भनेको हैन एउटा ल्याउनु ठुलो लानु खिचो यतिकै फोर्स समाइदिनु म
ए लाइट जरा सुनो भाइ बल राखे छोटा वाला छोड दो यहाँ आएर माछा कति आउँछ एकैचोटिमा तपाईँहरूलाई सायद झुकिएको जस्तो लाग्छ होला यहाँ आएर यहाँ माछा हेर साथी हो अब नआन भयो यो खाने अनुसारले मात्रै जाल हान्नुपर्छ भाइ हो हाल बिचमा प्लास्टिकमा हाल न यो मिश्रीहरू पनि खान्थ्यो होला कोलम्बिया माछा